ल हो भान्जाहरू हेर्नुहोस् त म त डल्लो माटोको डल्लो फुटाउँदैछु। बुवाले खनिदिनु भएको थियो ठुलो कोदालोले। मलाई चाहिँ अनि धुलो पार भन्नुहुन्थ्यो, डल्लो फुटा भन्नुहुन्थ्यो है। यो चाहिँ बारीमा चाहिँ तोरी रोप्ने डल्लो फुटाउने नि स्या स्या भए पट्ट बाउ चाहिँ बुवा हेरेर जानुभएको छ दिदीकोमा। यो बुवा आउनुभन्दा अगाडि डल्लो फुटाउनु पर्यो होइन, डल्लो फुटाइसक्नु पर्यो। बुवालाई सजिलो हुन्छ तोरी छर्नलाई, हामीलाई त आउँदैन। गल्यो मल पनि हालिसक्यो। अब यति नै सकिन खानलाई फुटाउने, डल्लो फुटाउनलाई माटोको। अब आमा के गर्नु। अब सास पर्न लाग्यो, भात तिउन पकाउनु पर्छ। सकिन। यहाँ चाहिँ हेर्नुहोस् मान्छेहरू सिमी फुलसुल खेलिसक्यो। अब आउँछ होला, उम्रिन्छ होला है। घाँस पनि छैन, के गर्नु। सकिन। हेर्नुहोस् माटोको डल्लो फुटाएको के यस्तो फुटाउनु पर्दो रहेछ कि होइन। यस्तो यो फुटाएपछि चाहिँ अलिक राम्रो हुन्छ के, तोरी छर्दा चाहिँ राम्रो हुन्छ होइन। आफूले नि गर्नुपर्ने नि त होइन र। गर्मी के गर्नु गाई मान्छेहरू। हाम्रो नानी चाहिँ साग धुँदै हुनुहुन्छ हेर्नुहोस्। त्यो गर्मी